यो के पो अरे यो गुफाको नाम फुलबारीमा रहेको तीनतले गुफा लालचोर सेन्दाङको तपस्या गर्ने ठाउँ अहिले हामी ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका वडा नम्बर 2 वडा नम्बर 2 हैन वडा नम्बर 2 फुलबारी सिरानमा रहेको यो तीनतले गुफामा आइपुगेका छौँ। यहाँनिर सुदुङ सेन्दाङहरूको पुर्खा लालचोर सेन्दाङको तपस्या गर्ने ओडारमा आइपुगेका छौँ। यो ऐतिहासिक स्थल हो र यहाँनिर अहिले मैले भिडियो गरिरहेको छु अनि यहाँनिर हाम्रो आदरणीय रणबहादुर मिन्याङको लिम्बू पनि हुनुहुन्छ। उहाँले पनि लालचोर सेन्दाङको जीवनी लेखेर पुस्तक प्रकाशन गर्नुभएको छ र यहाँनिर दुईजना साथीहरू हुनुहुन्छ। यहाँबाट सेसेलुङ फक्ताङलुङ कञ्चनजङ्घा कुम्भकर्ण हिमाल र प्रसिद्ध धार्मिक स्थल पाथिभरा मुकुमलुङ पहाड पनि देखिन्छ र यो परको यो कहाँनिर छ मामा ए हजुर माथि पुग्यौँ कि होइन लेखेको अरू त सबै ढुङ्गा झरेको रहेछ कहाँ छ हौ अझै तपाईँले थाहा कहाँनिर यो माथि नै ए लडिन्छ है ल हेर्छु हजुर ए यता यो चिल्लो चिल्लो ढुङ्गाहरू पि छ है पूर्वपट्टि माथि ल ल ल ल ल उत्रउँछु त्यहाँ जाँदैछु देवी थान जस्तो पो छ त लालचोर सेन्दाङले लेखेको छ है बाघ भन्दै त लेखेको होइन
चढेर हेर्नु पर्छ भने अलिक माथि हुन्छ। यो डाँडा कटेर गयो भने तेह्रथुम पुगिन्छ हैन। अहिले हामी छौँ ताप्लेजुङ जिल्लाको फुलबारी भन्ने गाउँ सिरानमा रहेको ऐतिहासिक स्थल लालसुर सेन्दाङले तपस्या गरेको ठाउँ अनि शिलालेख। म त जानु सक्दिनँ जस्तो छ। अलिक माथि भन्छ